यसरी मकै रुङ्गा चाहिँ हामी रोपिराखेको छ है। खेदा बाबु खेदा रोपी खेदा परेवाले चाहिँ खानु भएन, बरु तैँले एक दुई दाना खा बाबु। कसैलाई खाना दिँदैन, बरु आफै एक दुईवटा दाना खाएर बस्छ। तर परेवा सरेवा चाहिँ यहाँ एउटा आउनु दिँदैन, नत्र यहाँनिर 100-200वटा परेवाले यो सबै अन्न खाइदिन्थ्यो। खेदाइहाल्छ ऊ, खेदाइहाल्छ ऊ, खेदाइहाल्छ उसले त खेदाउने काम गर्छ। यसरी खेदाउँछ यहाँ। परेवा चाहिँ एक दानो अन्न खाना दिनेवाला छैन, यत्रो आउँदी परेवालाई सबै खेदाएर एउटै रुपीले काम पिराएको छ। ल हेर्नुहोस् गाइस, सबै भागे। यस्तो राम्रो रुङ दिन्छ नि यसले, एउटा अन्न खान दिँदैन। देख्नुभयो त यो हाम्रो घरको एउटा रुपी छ, यही हो। ल यसले चाहिँ अन्य चराहरूले यो अन्न चाहिँ खान दिँदैन। एउटा भँगेरा आयो, भँगेरा सुत्दा पनि खेदाइन्छ, देख्नुभयो नि। एउटा के कुनै पनि चरा चाहिँ आउन दिनेवाला छैन, यो पुरै गाड हो क्या। गुड जब ब्रो, गुड जब, गुड जब। ल थ्याङ्क यू। ल बाई बाई, अहिले मैले बाई बाई गरेँ। ल बस्नु, ल राम्रोसँगले बस्नु है। ल हेर्नु है, राम्रोसँगले हेर्नु अन्नहरू त्यहाँ, यसो है खान्छ है अरूले। ल थ्याङ्क यू।